next destination. This is Cameron Valley Tea and it's beautiful. Ini nak pergi Lavender dah lagi lama. Ini sekejap tak apa. Ini terlalu cantik. Itu tiket RM20. Wow, looking like a nice view. Finally, फर्किसक्यो अब. So next Sia Bagan, I will finally look at the view. Finally Sia Bagan पनि आइपुग्यो गाइस. ल अब यहाँ आइपुग्यो. अब यहाँको अब छुट्टै मजा आउने वाला छ. ल हेर्न सक्नुहुन्छ दामी भ्यू दामी. Cameron Hill. ल अब के भन्नु गाइस, यस्तै हो हाम्रो इलामको जस्तै इलामको जस्तै ठाउँ चिया बगानमा फाइनली म पनि आइपुगेँ. यहाँ मलेसियाको इलामको जस्तो चिया बगान दामी रहेछ ठाउँ चाहिँ. तर यताबाट फोनको हानेर म उता साथीहरूसँग पुग्छौँ. अहिले चाहिँ यहाँ आइसकेको छु र चिलमा हामी चाहिँ यता आइपुगेछौँ फाइनली होइन. यो माथिको हेर्न सक्नुहुन्छ माथिको भ्यूहरू. माथि हेर्नुहोस् क्यामेरोन हाइल्यान्ड सक्छ त अब. क्यामेरोन हाइल्यान्ड दामी छ भ्यू हेर्न सक्नुहुन्छ. ल हाम्रो मित्रहरू चाहिँ उता छ. म चाहिँ अब त्यताबाट छिरेर कताबाट घुमेर जानुपर्ने हुन्छ. घुम्ने ठाउँ चाहिँ बाटो चाहिँ छ कि छैन भन्ने कुरा हो. छैन रहेछ. अब फर्किन्छौँ म चाहिँ. म चाहिँ फर्केको बाटै छैन रहेछ. यताबाट फर्किन्छौँ. उता पुगिसकेको साथीहरू. भ्यू त्यस्तै दामी. फुललाई जस्तो मुहार तिम्रो सुन्न लाग्यो सम्झेर. क्यामेरन हिल सर भ्यू. रनिङ गरेर आयो पनि यहाँ थकै लाग्यो. अब चाहिँ एकछिन पछि भेट्छौँ. वाउ नाइस भ्यू. ड्रोन सट दामी हावा आइरहेछ. फाइनली यहाँ आइपुग्यो कुरा हो. दामी. ल आइपुग्यो ठाउँमा. र इलाम नेपाल इलाम रहेछ. ए ड्रोनको ऊ छैन रहेछ, अलाउड छैन ड्रोन. दामी छ गाइस दामी चिया बगानमा.
दामी छ भ्यू इलामको जस्तै चिया बगान दामी ठाउँमा आइपुग्यो फाइनली हेर्न सक्नुहुन्छ गाइज हैन दामी छ देश चिलमा हिँड्दा छु आज म केटाहरू नेपाली दाजुभाइ एकजना छ ऊ चाहिँ अब त्यस्तै हो बिजी छ म चाहिँ अब के भने डिपार्टको मेम्बर काम गर्ने मेम्बरसँग आएको हो खासमा घुम्न अब अरू साथीहरू पनि छ टन्नै तर साथीहरू सब आफ्नो काममा बिजी थियो त्यसैले कोही आउनु पाएन म चाहिँ आयो अब आउने मन थियो अब यही हो लास्ट इयर इन मलेसिया होइन नेक्स्ट इयर त अब अर्कै देशतिर त्यो पनि हुनसक्छ हामी अर्को देशमा सिप पनि हुनसक्छ त्यसैले यही लास्ट इयर घुमिदिउँ न त भनेर घुम्न आएको गाइज होइन यस्तो दामी रहेछ ठाउँ चाहिँ हाम्रै नेपालको इलामको चिया बगान जस्तै दामी ठाउँ हेर्न सक्नुहुन्छ ल दामी छैन त अब एकछिन यहाँ बस्छौँ दामी छ कि छैन गाइज होइन कमेन्ट डाउन यदि हजुरहरू नयाँ हुन्छ भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला र यदि नयाँ सब्सक्राइबर फ्यामिली हुनुहुन्छ भने सब्सक्राइब गरिसक्नु भएको छ भने करायो सब्सक्राइब गरेर अल बेल आइकनमा क्लिक गर्नु होला ताकि मैले यस्तै बनाएको भ्लगहरू इन्फर्मेसन भिडियोहरू बनाउँछु म होइन त्यस्तो भिडियोहरू सिधा हजुरहरूको सामु नोटिफिकेसन आउनेछ भन्न चाहन्छु हेरौँ बबाल दामी आज दामी ठाउँमा घुम्न आयो एक्लै भने गाइज यार कोही छैन केटाहरू भएको भए होला अझै राम्रो रमाइलो हुन्थ्यो होला होइन अझै रमाइलो हुन्थ्यो होला केटाहरू भएको भए अब एक्लै भयो त्यसमा पनि ठिकै छ एक्लै जिउन सिकिसके गाइज अब कोही साथी नि चाहिँदैन कोही आफन्त नि चाहिँदैन भन्न त मिल्दैन तर चाहिन्छ टाइम परे बेला तर कोही साथी नि चाहिँदैन कोही पनि चाहिँदैन एक्लै रमाउनु सिक्नुपर्छ केटाकेटीहरू होइन एक्लै रमाउनु सिकिसक्यो भनेर भन्दिनँ तर एक्लै हिँड्नुमा चाहिँ छुट्टै भाइब छ क्या गाइज होइन छुट्टै मजा आउँछ एक्लै हिँड्नुमा हेर्न सक्नुहुन्छ यस्तो भ्यू हेर्दै कोही छ भने सिङ्गल छ उताको गाडी यो चाहिँ यो घुमाउने गाडी रहेछ टुरिस्टलाई म त यहाँको त टुरिस्ट हो नि त नि गाइज होइन टुरिस्ट नेपाली टुरिस्ट होइन यहाँ यो ठाउँमा घुम्न आएको नेपाली टुरिस्ट होइन क्यामेरन आइल्यान्ड त्यसैको लागि यो चाहिँ फर द मेमोरिज भ्लग बनाइरहेको छु होइन डेली भ्लग त होइन समटाइम कहिलेकाहीँ जहिले ड्युटीमा बिजी हुन्छ समटाइम यसो घुम्न जाने बेलामा यसो भिडियोहरू चाहिँ बनाएर युट्युबमा हालौँ होइन यसो मेमोरिजको लागि पछि केही गरी हामी बुढो भएपछि पनि मेरो नाम कमान्ड अफिसियल सर्च गरेर हेर्दाखेरि ओहो पहिला अल्लारे उमेरमा यस्तो थिएँ म भनेर हेर्न हुन्छ नि त बुढो भए पनि 50-60 वर्षमा यसो सर्च गरेर हेर्नुपर्छ होइन गाइज दामी हुन्छ कि दामी मजा आउँछ त्यसैले फर द मेमोरिजको लागि चाहिँ भिडियो बनाएको मेमोरिजको लागि र हजुरहरूलाई देखाउनु पर्ने तर जेलेस चाहिँ नहुनु होला तर हावा चाहिँ दामी आइरहेछ यार गाइज के भन्नु यस्तै यस नेपाल इलामको जस्तो भाइब चाहिँ बाल आउँछ है गाइजहरू दामी लाग्यो यस घुम्ने ठाउँ चाहिँ दामी छ योभन्दा घुम्नुपर्ने बाँकी अरू केही छैन होला लगभग घुमेर सक्यो ल हाम्रो टोलीहरू कोही तलतिर छ बिजी म चाहिँ एक्लै चिलमा हिँडेको होला यस्तो गर्मी पनि यस्तै यस मजा चाहिँ आयो यस ल लडेक चाहिँ केटा दामी फार्म मेरो काममा टोलीहरू यता छ
सँगै ड्युटी गर्छ ल अहिलेलाई यति स्टप गरिदिउँ गाइज होइन अब एकछिन पछि भेटौँला नि त उनीहरू नै आयो फेरि मान्छे भयो भने मलाई हल्का लाज पनि लाग्छ बोल्नलाई एकछिन पछि भेटौँला गाइज है त ब्याक टु होम फर्किएको त छैन अब जाँदैछु रुमतिर अब तल झर्दै होइन क्यामेरन भेलिटी सर फर्किँदैछु तल झर्दै दामी भ्यू चाहिँ हेर्न सक्नुहुन्छ सर दामी भेली तो यार घुम्ने ठाउँ अरे यार ड्रोनको उही छैन अलाउडै छैन हेर्नु यहाँ नो ड्रोन जोन ड्रोनको अलाउडै नभएको पनि कस्तो घुम्ने ठाउँ यार पोखरी मेरो अब यति महँगो ड्रोनको कामै भएन नि यार ड्रोन त छ तर खिच्नै पाएन यार के गर्नु ड्रोन खिच्नै नपाउँदैछ हाम्रो इलामको चिया बगान त दामी ड्रोन खिच्न पाउँथ्यो गाइस यहाँ ड्रोन नो जोन ड्रोन अब यस्तै छ गाइस यस्तै हेर्नै चित्त बुझाउने हल्का मोबाइलबाट भिडियो खिच्ने चित्त बुझाउने त्यही हो यो फुल कसलाई दिउँ त अब को छ सिङ्गल अब म अलरेडी सिङ्गल हो जहिले नि सिङ्गल अब छैन जोडी अब के गर्नु यस्तै हो यो भ्लग चाहिँ यहीँ टुङ्गिनेछ र सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला र माया छ सबैजनालाई टेक केयर एभ्रिवान